इयरली टर्नओभर कति हुन्छ? लास्ट फिस्कल इयरमा हामीले 40 करोड गऱ्यौँ। 40 करोड? या माछा चाहिँ एकदमै राम्रो पाउँदो रहेछ हो र? एकदमै सुपथ मूल्यमा। गाइज आज हुँदैछ यहाँ माछाको ग्रोथ चेकिङ र साथसाथै यहाँ पोखरीको टेम्परेचर, पानीको टेम्परेचर कति छ चेक गर्दाखेरि आज 30 डिग्री सेल्सियस देखाइरहेछ। ग्रोथ चेकिङ गर्नको लागि काठमाडौँबाट स्पेसलिस्ट तथा डक्टरहरू आउनु भएको थियो। यहाँ सबै पुरा चेकजाक हुँदैछ। जस्तै यो दाना नेपालभरिमा कतिवटा फ्याक्ट्री छ यो दाना उत्पादन गर्ने? यो क्यापेसिटीको यो टेक्नोलोजीको चाहिँ अहिलेसम्म हामी नै थियौँ। हजुर। अब रिसेन्टली एउटा नयाँ पूर्वतिर नै आएको छ अहिले। कुन ठाउँमा छ हजुरको फ्याक्ट्री? हाम्रो चाहिँ चितवनमा हो। चितवनको खैरेनी नगरपालिका वडा नम्बर 3 मा हो। भनेपछि नेपालभरिमा फर्स्ट फ्याक्ट्री तपाईँकै भयो? युरोपियन टेक्नोलोजी भएको, अस्ट्रियाको टेक्नोलोजी भएको हामी नै फर्स्ट हो। तपाईँ कम्पनीको को हुनुहुन्छ, मतलब इन्भेस्टर? म वान अफ द इन्भेस्टर, को फाउन्डर, डाइरेक्टर अनि सिइओ पनि हो अहिले। हजुरको नाम? मेरो नाम यशपुरी। यशपुरी? हजुर। कम्पनीको वार्षिक इयरली टर्नओभर कति हुन्छ? लास्ट फिस्कल इयरमा हामीले 40 करोड गऱ्यौँ। 40 करोड? किनभने त्यो सेकेन्ड इयर थियो हाम्रो। यो पालि लगभग 50 करोड 55 करोडसम्म जाने टार्गेट छ हाम्रो इयर 2 मा चाहिँ। तपाईँहरू आज कति, मतलब काठमाडौँबाट कहाँबाट आउनु भएको? म हिजो राति चाहिँ काठमाडौँबाट चितवन आएको अनि बिहान चितवनबाट 6 बजे नै यतापट्टि सर्लाहीको हाम्रो खानसापकोमा आएको। अब सकियो यहाँको काम? अब यहाँ अब डिस्कसन हुनु बाँकी, त्यसपछि सकियो होला। अब जाने? अब जाने त्यसपछि। थ्याङ्क यू। यहाँ बसिरहँदा मैले अचानक आफ्नो साथीलाई देखेँ है, रजफलाई। मैले त यहाँ अचानक यहाँ रजफलाई देखेँ है। कहाँबाट आएको त? हरिणबाट। हरिणबाट? के को लागि? माछाको लागि आएको हो। या माछा चाहिँ एकदमै राम्रो पाउँदो रहेछ हो र? एकदमै सुपथ मूल्यमा के फाइदा हुन्छ होइन? फाइदा त अब मैले त व्यापार गर्ने होइन, म त गाडी चलाउने हो। तर एउटा हुन्छ नि त्यो व्यापारीहरूले भन्ने अनुसार चाहिँ यहाँको माछा पनि एकदमै जिउँदो र एकदमै सफा, एकदम ताजा पाउँछ। एकदमै ताजा पाउँछ। र एउटा प्लस पोइन्ट जस्तै 4 केजी माछा लिनुभयो भने 4 केजी 1 केजी फ्रीमा पाउनुहुन्छ र प्लस सस्तोमा पनि पाइन्छ। यहीँबाट तपाईँले प्रफिट मार्जिन राम्रो कमाउन सक्नुहुन्छ। यो चाहिँ मैले सुनेको छु, त्यहीबाट चाहिँ एउटा दाइ चाहिँ भन्नुभएको छ। अनि यहाँनिर अनि मलाई चाहिँ पहिला थाहा थिएन नि यहाँनिर। अनि यसो तिम्रो नि भिडियोको मार्फतबाट नै थाहा भएको हो यो सब। यो जस्तै माछाको ग्रोथ चेक गर्न आउनु भएको, 1 महिनामा माछा कति ग्रोथ भयो, कति दाना खायो र पर डे कतिको ग्रोथ भइरहेछ। जस्तै आज सबै मेजरमेन्ट गर्दा दिनको 9 ग्राम बढिरहेको छ माछाको वेट। हजुरको फार्ममा टेस्ट गर्नु पाउनु हुने मलाई बहुत खुसी लाग्यो। ल तते ल प्रभु will subscribe your social media whatever it is है। ल आदिल रसिद शेख। हजुर सेफ हो नि, फेरि ट्रम्प आउला नि फेरि ल हबिबी गर्दै मजाक गरे। ल थ्याङ्क यू सो मच। फेरि दुईजना डक्टरहरू जनकपुरबाट आउनुभयो गाइज। उहाँहरूले आफ्नो केही प्रडक्ट लन्च गर्नुभएको छ यहाँ टेस्टिङ गर्नको लागि अनि एडभर्टाइजमेन्टको लागि यहाँ आउनुभएको छ। उहाँहरूले टाइम माग्नुभयो र 2टा पोखरी कि हामीलाई दिनु, हामी यहाँ टेस्ट गर्छौँ अनि भरोसा गरेर अब 2टा पोखरीको दिने हो तिनीहरूलाई। तिनीहरूको प्रोडक्ट कस्तो छ, यिनीहरूको भनाइ यो प्रोडक्टलाई युज गर्यो भने दाना कम खर्च हुन्छ भन्ने। सो गाइज बाई बाई।